सो हेलो गाइस, सबैले स्वागत छ आजको न्यू भ्लगमा। फर्स्ट अफ अल त सबैले गुड मर्निङ। आज म गइरहेको छु हाम्रो गाउँमा भइरहेको सिद्धनाथको पूजामा। अनि यहाँतिर त्यो पूजालाई धेरै ठुलो पूजा मानिन्छ, हाम्रो देवताको पूजा हो। अनि सबैले आजको भ्लगमा जोडिरहनु होला। अनि आजको दोस्रो भ्लग रहेको छ, 50 डेज भ्लग च्यालेन्जको दोस्रो भ्लग रहेको छ। अनि आज सबैले सपोर्ट गरिदिनु होला, लास्टसम्म हेरिदिनु होला, लाइक पनि गरिदिनु, सब्सक्राइब पनि गरिदिनु होला, अनि सक्दोसम्म सेयर पनि गरिदिनु। अनि आजको भ्लग सुरु गरौँ। बजाइसिँदा घन्टी ए हजुर बजाइसिँदैन ताली बजाइसिँदा बजाइसकेको ए पछि यहाँनिर आग लगाऊ। अब कोही आयो भने पनि म छु नि त। निवेदन दिइसकेको छ, सबै मैले सब गर्ने काम गरिसकेँ। अब त्यो अब त्यसो भयो भनेपछि पछाडि पनि अब खट्टाहरू त्यहाँ पनि लगाइदियो, त्यो पनि अब त यो सबै वरिपरिको हुने यो वरिपरि नेउला काजी हजुरको झन्डा अब यहीँको आग लाग्यो भनेपछि नजल्न दिएपछि त भइहाल्यो। डाको हाल्नु अब पछाडि उल्टो काट कोट गरे सब मक्खल सहित उखेल्न लाग्यो। पैर रुखमा चढ्ने होइन उनीहरूको हो, रुखमा चढ्ने होइन। सलाम गर्दै रहेछ। त्यो घिउ त होला, घिउको एक ठुलो बोतलले हाल्नुपर्छ, घिउ अलग हाल्नुपर्छ। भन्दै साँच्चै त त्यहाँबाट त्यहाँबाट कहीँ झड्या थुना त्यहाँ गइन्छौ त्यहाँ अझ गर त यो के हुन्छ नि त्यो ग्याबिन तार ल्याउनु पर्छ। त्यो घाँट क्यामी बान्ने हो कहाँ जिब्बा म लिएर आउँथौँ ग्याबिन तार कहाँ भन्छ सिधो चौक पताउनु छ यार। यो बान्नेवालो हुन्छ नि, यो बान्नेवालो मोटोवाला मेरा गरो छ, मोटो मेरा गरो छ। 2-3 फन्का 2-3 फन्का 1 इन्चीवाला त्यो ऊ बनाउँछ नि जाल जाली बान्ने जाल बन्नेवाला ल्याए अब त तेरा घर भ्याले त्यो मोटै चाहियो। त्यो घाँट झुड्याउन चाहिँ 11 बेडी हक्किने होइन, 2 फन्का बेडाले हुने होइन। 2 फन्का यसरी हेर्नु त पऱ्यो त त्यहीँ बैठ।
सो गाइज अब इन्डिङतिर पुगिरहेछौँ पूजापाठ भइरह भिडियो निकाल्दो होला ढङ्ग भिडियो मन गाइज आग लागिसक्यो गाइज आगो भैया बाहिर निकाल्यो भने गोदा कि त सो गाइज अहिले म गइरहेको छु है घुम्नको लागि अनि आज पूजासुजा सबै भइसक्यो अनि अब हामी गइरहेछौँ है घुम्नको लागि भान्जीहरूसँग भान्जाहरूसँग अनि आज लास्टसम्म भ्लग हेरिदिनु होला लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला अनि ठुलोमिले मेरो लागि आरू बोकेर ल्याइदिनु भयो थ्याङ्क यू सो मच ठुलोमिलाई हेर्न सक्नुहुनेछ आरू बोकेर सो गाइज अब जाइरहेको छु है लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला अनि जो नयाँ मान्छेहरू छन् सपोर्ट गरिदिनु होला हजुर राखेँ म घर पनि ल गाइज लागिरहेको छु है सुवाताल घुम्न जाने अनि थोडा हिन्दी बोलिरहेको छु है किनकि हिन्दी भिडियो हाल्दा हिन्दी बोल्ने बानी पसिसक्यो अनि अरू के भनौँ लास्टसम्म हेरिदिनु होला सब्सक्राइब गरिदिनु होला अनि अब सिधा भान्जी घरनिर भेटौँ ल सो गाइज अहिले हामी भर्खर भान्जी घरमा पुगिसक्यो है अनि अहिले चाहिँ गइन्छ अनि भान्जी रेडी हुँदै हुनुहुन्छ सो साथीहरू अब हामी गइरहेछौँ है सुवातालतिर मैले भान्जी अनि राइडर भान्जा अब बस्नेवाला अब मै हो गाइज हामी जा रहे हजुर अगाडि देख्छ गाइज फाइनली अब सुवातालमा पुगिसक्यो है साथीभाइ दिदी बहिनीहरू सुवाताल केला ए परे वहाँतिर बनाए बवाल हुने हो अझै उतातिर बनाउन हान्जी
2-3 सालपछि सबै देख्छ। सो गाई जाउँ अब बोटिङ गर्दा जान्न आर्यो। चढौँ नि त बोटिङमा। सो गाई चाहिँ अब बोटिङ गर्दा आउँ। तिमी यस्तो कोही लागि न हुँ यार। बोटिङ गाइज बोटिङ बोटिङ। भिडियो सिडियो सब बनायो। स्वताल पनि फाइनली घुमिसक्यो है। अब घरतिर लागिरहेछौँ। अब घरतिर जाँदै हो। पछाडि भान्जीहरू गइरहन् अनि मामा भान्जा अब अति अब त सब भएको छ। आजको लागि यति नै। अब नयाँ भिडियोमा भेटौँला। बाई बाई गुड बाई टेक केयर।